हेर्नुहोस् दाइ, यो हाम्रो रिबार कपलर भयो होइन। तपाईँको यो चाहिँ 16 को रिबार कपलर भयो, यो 20 को, यो 25 को र यो 32 को रिबार कपलर भयो। यो चाहिँ तपाईँको के गर्नुपर्छ भने गुना काटेर अनि दुईटा डन्डी जोड्नु पर्यो भने, ल्यापिङ गर्नु पर्यो भने, ल्यापिङ भन्दा नि यो जोइन्ट चाहिँ हुन्छ रिबार कपलर, यो चाहिँ दुईटा डन्डीलाई जोडिदिन्छ। अब यो चाहिँ हाम्रो भयो रिबार क्लिप। यो चाहिँ 12 यो चाहिँ 16 यो 20 र 25 को नि हुन्छ। तपाईँको 25 सम्म हामी बेच्छौँ। अब तपाईँको पहिलादेखि नै प्लेयर हालिसकेको छ र गुना काट्ने समय छैन वा गुना काट्न मिल्दैन भने यो रिबार ल्यापिङ क्लिपको प्रयोग गर्न सक्नुभयो। वा सुरुदेखि नै गुना काटेरै हाल्ने प्लानमा हुनुहुन्छ भने डन्डीलाई पहिला गुना काटिहालेपछि मात्र यो हाल्नु है दाइ। नत्र तपाईँको यो लगेर कामै हुँदैन। तपाईँको गुना काट्न सक्नुहुन्न अनि यो लगेपछि फिर्ता पनि हुँदैन। त्यही भएर तपाईँ दोधारमा पर्नुहुन्छ। त्यही भएर कुन हाल्न सक्नुहुन्छ त्यो हेरेर हाल्नु होला है।